त्यसपछि चाटपट पनि बनि डाङ लगाएर खान थाल्यो। हेलो गाइस, सबैजनामा नमस्कार। सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र आजको मेरो भ्लगमा हजुरहरूलाई वेलकम गर्दछु। आजको मेरो भ्लग चाहिँ कस्तो छ के छ भनेर तपाईँहरूलाई म देखाउनेवाला छु। म कहाँ कहाँ जान्छु के गर्छु सबै तपाईँहरूलाई देखाउनेवाला छु। यो भिडियो तपाईँहरू सामु आइपुग्नलाई चाहिँ सब्सक्राइब गरेर लाइक गरेर सेयर गरेर सपोर्ट गर्नुहुन्छ भन्ने पक्कैमा आशा गरेको छु। अब म के गर्छु तपाईँहरूलाई सबै देखाउनेवाला छु। यति धेरै मनै आनन्द भयो कि यो हरियाली देख्दा। अनि त्यसपछि प्रे गर्ने ठाउँ मुस्लिमहरू कस्तो राम्रो रोड भनेको एकदम खाली थियो। हामी चाहिँ फाइनली पुगिसक्यौँ। पार्कमा पुगेर चटपट बनाउनलाई सामान रेडी गर्दैछु। सामान मैले चाहिँ रुमैबाट लगेको थिएँ सबै, अनि वाइहरू लगेको थिएँ। हामी पनि एकछिन टाइम थियो मजाले काँक्रा क्राममै खायो। त्यसपछि चाटपट पनि बनिसक्यो। चटपट बनिसकेपछि चाहिँ म चाहिँ मिठो भयो भने गाम लगाउँदै खाँदै रमाइलो गर्दै थिएँ। त्यसपछि सकिनु लाग्यो। सकेको साथै फेरि मैले चाहिँ कागज उब्रेको थियो, कागज डाङ लगाएर खान थाल्यो। यस्तो अमिलो भयो तर पनि मैले छोडिनँ। अनि चिया पकाउनु लाग्यो, चिया पकायो। हामीले चाहिँ पार्कमै सबै चुलाहरू लगेको थियो। अनि चिया बनाएर यस्तो चिया पनि पिएको बब्बाल भयो भने गर्दै म चाहिँ गरिरहेको छु। र फेरि मैले चाहिँ त्यो मात्र भएन र स्याउ पनि खाएँ। म मात्रै हो कि यस्तो गाइस, तपाईँहरू पनि हुनुहुन्छ। अनि मेरो पालो डान्स गर्न लाग्यो है। डान्स गर्दै रमाइलो गर्दै अब फाइनली हामी चाहिँ त्यहाँबाट निस्किएर जाँदैछौँ खुर्पाखानतिर जाँदै म चाहिँ रमाइलो गर्दै डान्स गर्दै इन्जोय गर्दै जाँदैछु होइन। यस्तो राम्रो पहाडहरू त झन् कति धेरै राम्रो छ। पहाडको मुनि हेर्नुहोस् यस्तो दामी बनाउनु भएको छ कि पहाडको मुनि यस्तो राम्रो ठाउँ थियो। अनि हामी पनि पुग्न लाग्यो खुर्पाखान। म पनि टुई लगाएर खुर्पाखान पुगेपछि त झन् रमाइलो भयो। म पनि सोही हिँड्ने। अनि समुद्र त झन् कति राम्रो थियो। अनि यो खुर्पाखान पुगिसकेपछि चाहिँ यति धेरै रमाइलो भयो गाइस। अनि यो हेर्नु न माथिबाट पानी छाङ्गा खसिरहेको छ। नेपालमा छाङ्गा भन्छ तर यहाँ चाहिँ यस्तो बाल हेर्नु ढुङ्गाभित्र घर पनि बनेको हुन्छ यो ठाउँमा। यति धेरै रमाइलो भएको थियो। थ्याङ्क यू।